हेलो सम्पूर्ण नमस्कार। यो चाहिँ मेरो करेसाबारीमा फर्सीहरू लगायत भर्खर रोप्दै गरेको यो भिन्डी, भर्खर उम्रिँदै गरेका भिन्डीका बिरुवाहरू अनि यता बोडीहरू पनि रोपेको छु मैले हैन। अस्ति भर्खर रोपेर थाङ्ग्रा लगाइयो। यसमा चाहिँ थाङ्ग्रा लगाइयो। अब यसमा यो अब यतिखेर बर्खामा फल्ने बोडीहरू हुन्। त्यसै गरेर टमाटरहरू पनि छन्। यो अस्ति हिउँदमै रोपेका टमाटर यतिखेर लगभग तपाईँको हामीले आधी जति खाइसक्यौँ भन्दा पनि हुन्छ। आधी समय यसको निक्लिसक्यो। अब अन्तिम अवस्थामा छन् यिनीहरू हैन। त्यसै गरेर तपाईँको यहाँ मेरो करेसाबारीमा अरू के छन् भन्नुहुन्छ भन्दाखेरि यहाँ करेला आउँदैछ, त्यहाँ कागती छ। त्यसै गरेर यहाँ काँक्रा पनि फल्दै गरेको अवस्था हैन। अब काँक्रा फल्दै गरेको अवस्था तपाईँको यसै गरेर काँक्राका चिचिलाहरू लागिरहेको अवस्था। यहाँ कुरिलो पनि आउँदैछ। त्यसै गरेर यहाँ खोर्सानीको अवस्था पनि ठिकै छ। यहाँ ब्रोकाउली अब अस्ति रोपेको यो असोज लाग्दै रोपेको ब्रोकाउली अब अहिले वैशाखको 4 गते भयो आज। यहाँ आज वैशाखको 4 गतेसम्म पनि यसले अझै अलिअलि यसको मुना पलाइरहेको छ। यो त अनि यो पनि मकैको अवस्था यस्तो छ। यो 2 महिनाका मकैहरू हुन्। धान चमार निक्लेर अहिले सुत्ला च्याप्दै गरेको अवस्था छ अलिकति यहाँ करेसाबारीमा। तपाईँको मजिलो ठाउँ भयो भने, जग्गा राम्रो, माटो राम्रो भयो भने बाली नालीले पनि राम्रै छाड देखाउँदो रहेछ भन्ने कुराको उदाहरण। अब अहिले 2 महिनाका मकैहरूको अवस्था यस्तो छ। अनि अस्तिको असिना पानीबाट जोगिएका असिनाले चाहिँ यहाँ चाहिँ त्यत्रो असर गरेन। अनि यहाँ इस्कुसको झ्याल छ हेर्नु। इस्कुसको झ्याल यो पहाडे इस्कुस हरियो, जुन हरियो रङको फल्ने इस्कुस, कालो हो कि हरियो भनौँ न रङको फल्ने इस्कुस हामीले यो पनि लगभग अब अहिले आएर यतिको समयमा पनि यसको मुन्टाहरू प्रशस्तै र इस्कुस फलेको पनि धेरै खाइएको छ। लगभग 10-15 किलो इस्कुस चाहिँ यहाँबाट सजिलै उत्पादन भयो हैन। अझै पनि फल्दैछ इस्कुस। त्यसै गरेर यी करेसाबारीमा मेवा, मेरो करेसाबारीको मेवा बैगुन पनि यो राम्रै जातको रहेछ। तर अलिकति यहाँ किराहरूले केले गर्दाखेरि त्यति फलेर बाक्लो चाहिँ फल्याएको होइन। तैपनि जे होस् यतिको ठिकै छ भन्नु पर्यो। हजुरहरूलाई कस्तो लाग्यो मेरो करेसाबारी यसो हेरिदिनु होला अनि प्रतिक्रिया दिनु होला, कमेन्ट पनि गरिदिनु होला। कस्तो लाग्यो, राम्रो लाग्यो भने राम्रो छ भनिदिनु होला, नराम्रो छ भने सल्लाह सुझाव दिनु होला। कसरी गर्दा राम्रो हुन्छ तपाईँहरूले जानेको आफ्नो सल्लाह सुझाव आफूले जानेको आफ्नो ज्ञान सिप हुन्छ। मैले जानेको यस्तै रहेछ र हजुरहरूलाई देखाउनेले हजुरहरूलाई त्योभन्दा अलिक राम्रो आइडिया छ भने कसरी गर्दा राम्रो हुन्छ त्यो पनि भनिदिनु होला। धन्यवाद है त। हस्।